पोखरी छ, माटो खर्च राम्रै हुन्छ। अब 10-20 सालदेखि गर्नुभयो रहेछ जे अब जर्फिएर चाहिँ त्यही गर्नुभएछ होइन? जौवा पनि त्यही भन्ने हो कि पहिला कस्तो थियो तपाईँले सुरुदेखि गर्दै आउनुभएछ नि त्यही चाहिँ देखेको छ कि छैन? राम्रो। नमस्ते आमा। नमस्ते नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै। अनि खाजा खानुभयो? खायो बाबु। हामी चाहिँ यही हाम्रो माणिचौर कृषि क्याम्पसको विद्यार्थी। हजुर। र हामी चाहिँ अब यहाँ गाउँघरमा हजुरहरूलाई है हजुरको छिमेकीहरूलाई चाहिँ हामीले के कुरा भन्दा त्यस्तो नयाँ त होइन पुरानो पछिल्लो 10 वर्षमा र अहिले हामीले यो कृषि बारी खेतीपाती गरिरहँदा के कस्तो परिवर्तन पाउनु भयो त तपाईँले? हजुर जस्तै तपाईँ सानैदेखि खेतीपाती गर्नु भइरहेछ नि त भन्नुभयो त्यति बेला। अनि त्यति बेलामा अहिलेमा के फरक छ वातावरणमा, जस्तो पानीमा, हावामा अनि माटोमा के फरक आएछ? त्यही सबैजनालाई मेरो नमस्कार। मेरो नाम चाहिँ नौमाली पुन मगर। पहिले चाहिँ साबित जङकोट गाविस हो, वडा नम्बर 1 मारिजोर हो। अहिले चाहिँ रोल्पा नगरपालिका वडा नम्बर 7 रोल्पा हो। मेरो घर ए मारिजोर हो। र यो खेतीपातीको लागि अब हामी त पहिलेबाट खेतीपाती गर्नेको छोराछोरी नै हौँ, छोराछोरी हौँ। ल आमा, अब हामीले तपाईँले कुराहरू भनेसँगै तपाईँलाई म अर्को कुरा सोध्न चाहन्छु नि। अब तपाईँले त अब पछिल्लो 10 वर्ष चाहिँ सधैँ खेतीपातीमा लाग्नु भएको। तपाईँ त खेतीपाती बाहेक अरू केहीमा छैन व्यापार। अनि हाम्रो त खेतीपाती मात्रै छ। तपाईँ एउटा किसान भएको रूपमा केही गुनासो होला नि त? के गुनासो छ भने भन्नु होला है। म मेरो सोचाइमा मेरो विचारमा के छ भने पहिलेको वातावरण किनभने बाबु फल जङ्गल हुन्छ, समयमा पानी पर्छ, वातावरण स्वच्छ हुन्छ होइन। अहिले अब यो बाटोघाटोले गर्दा रनवन जङ्गल पनि अब छैन, त्यति पानी पनि समयमा पर्दैन, त्यो फरक छ। र पहिले अब गाई भैँसी धेरै पालिन्छ, भैँसी गोबरहरू मलहरू छेडेर अब अन्न पानी पनि राम्रो हुन्छ है। अहिले के हो भने पानी पनि नपरेको कारण मैले सुने अनुसार वन जङ्गल छैन भने पानी पनि पर्दैन रे के। त्यसैले अहिले कम समयमा पर्दैन। यो वर्ष बाली नाली गर्ने अब यो बालीहरूको यो चाहिँ बोट बिरुवा हुँदा आकाशे पानी चाहिँ मलिलो हुन्छ है, उलोको पानी तर बोट चाख्ने हुन्छ। अहिले चाहिँ जोया पनि यो उत्पादनहरू कम हुन्छ, कारण किन? वातावरण छैन। उपाय त अब गइन्छ तर पहिलेको जस्तो सुस्तो वातावरण छैन। अब यो कस्तो वातावरण बनाउनुको लागि उपायहरू के छ त्यो गराइदिनु गएपछि सल्लाह सुझाव दिनु राम्रो होला। तपाईँलाई कृषि गर्दा गर्दै यो वातावरण परिवर्तन थुप्रै हामीलाई पनि गऱ्यौँ है। तपाईँले भन्नुभयो त्यो भन्नु हुँदा हुँदै अब आगामी आउने नयाँ पुस्ताहरूलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ यो वातावरण र हाम्रो यो कृषि सम्बन्धी र माटो सम्बन्धी? मैले के भन्ने सल्लाह सुझाव दिन चाहन्छु भने अब मुख्य कुरा मलको गोबरको लागि गाई भैँसी पाल्नु पर्यो। अब दोस्रो कुरा अब यो बारीहरू पनि
कहिले मारमोर जोत बा गरेर अब हप्ता दिन आधा महिना यो बारीलाई पनि तयारी गर्नु पर्छ किनकि अब किराहरू मर्छन् अनि माटो चाहिँ अलि थोप्रो हुन्छ के त्यसो गर्ने हो बाबु बिना मल जल नभएर बालीको बाटो हुँदैन त्यसरी लाला बाला पनि पाल्न पर्यो त्यसै तरिकाले गर्नु पर्यो भन्ने सल्लाहहरू दिन्छु जस्तै वातावरण पनि आफ्नो चाहिँ काल नकाल्नेमा बोट बिरुवा पनि रोप्नु पर्यो त्यही भएर मलपात पनि हुन्छ र त्यो हावा पानी पर्छ हुन्छ यस्तो सल्लाह दिन्छु के बाबु छोराहरूलाई मेरो नाति मेरो अनुभवमा थियो तपाईँहरूले अब नयाँ नयाँ अहिले तपाईँहरू म गरेर हो तपाईँहरू गरेर अब अहिले भर्खरै भन्नुभयो तपाईँहरूले अब फेरबदल गराएर बाली नाली रोप्ने सधैँ चाहिँ उहीका उही नरोप्ने यस्तो बनाए पनि अलि उत्पादन राम्रो हुन्छ भन्नेहरू कुरा पनि गर्नुभयो र कृषि अब आफू चाहिँ यो नेपाल अब कृषि प्रधान देश भन्छ फेरि उति चाहिँ कृषि बहुरो उत्पादन उति भएको छैन नभएको कारण मैले त मेरो अनुभवमा त बाबु उही हो गर्ने मान्छे छैनन् लालाबाला पनि त्यसै मोडेर पाल्ने मान्छे चाहियो त्यही भएर यो बाली नालीहरू उत्पादन पनि नदिएको कारण त्यही होला भन्छु त्यसले सोच्छु तपाईँहरूले अब उही हो बाबुले भन्नुभयो नि हुनु पनि हो मलको लागि अब यो बारीलाई मलिलो बनाउने बाबुले फोपरो बनाउनुको लागि त गाई भैँसी गोबरै चाहियो क्या गाई भैँसी नपालेर त हुन्न यो पालि अब पाटपट्टिङ्गर गल्ला पाटपट्टिङ्गरको मल होला यो गिगासे मल यो कुखुराको मल पनि ठिक छैन रहेछ के अस्ति कुखुराको मल ल्याएर मैले त्यो प्याजको बिहा नराखेँ माटो कगरक्कै पार्यो त्यहाँदेखि गाई भैँसीको मल जतिको राम्रो तपाईँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद यसै प्रसङ्गमा हामी फेरि अरूचोटि केही नयाँ राम्रो कृषि सम्बन्धी नै नयाँ कुराहरू बोकेर आउनेछौँ त्यसमा पनि हजुरको साथ दिनुहुन्छ भन्ने ठुलो आशा राखेका छौँ है सबैजना नमस्कार छ किनकि मैले पनि जानेर भए पनि नजानेर भए गर्ने त होइन म कृषकको उयोबाट गरे हो तर भन्ने बेलामा चाहिँ त्यति नसकेको गर्ने दिनुभयो हजुरलाई पनि धेरै धेरै धन्यवाद है ठुलो सिरालमा पर्छ नाम चाहिँ मेरो नाम दलबहादुर मगर अनि हजुर सन्चै हुनुहुन्छ सन्चै भनौँ न बुढिस काम के सन्चै नै फाँसी लागेको छ दुःखमा भएको छ